हामीमा तसेर छैन कि देशको लागि लडाइँ गर्नु मामा त्यस्तो गरेर काम हुन्छ छोरी के भयो कस्तो भयो माइजूले नि भात खाँदा नि म ऊ बसेको 15 मिनट पछाडि म बस्छु मैले खाना उठेर कहाँ पुग्दा नि खाइसकेको बिस्तारै खान्छ मासु चाहिँ खाऊ है तिमीले भन्थ्यौ देशको लडाइँ पाकिस्तान जानु भन्थ्यो मलाई चाहिँ नि मासु पोलेको बेला खाइदिने मजाले बसेर खाइदिने भयो भने चाहिँ मासु पोल्नै मजा लाग्छ क्या अलिकति दारेर फ्याँक्नु भने चाहिँ त्यहीबाट त गर्छ त भाइ नम्बर भनेको अनि थाहा छैन हामीले ओन ननको कुरा गरेको होइन बटल टेक्छ यहाँ बस्नु बुढाबुढी बोल्दा बोल्दै आज हामी यहाँ मासु पोलेर खाएको मिनी पार्टी भनौँ न ल